भाइहरु कहाँबाट आएको? ग्यान्टकबाट बस्तीमा चाहिँ के खोज्नु आएको? च्याउ खान्छ छेउ लाग्छ भनेको सुनेको थिएँ। छेउ लागौँला नि। के भाइ चाहिँ कहाँबाट आएको? कहाँबाट आएको भाइ? दाजु म चाहिँ बहुत दुःख पाएर आएको हो। यो बोरामा के बोकेको हतियार हो? यो त डरलाग्दो हतियार देखाउ त। यसले काट्यो भने खट्टम पनि आउँछ। यो हैन ल। देखाउनु हुँदैन। जानु चाहिँ कहाँ गएको? जानु गएको बाटै बाटो। त्यसो भए यताबाट हिँड। यताबाट यहाँबाट उकालो कहाँ पुग्छ? यहाँबाट उकालो हिँडिहाल न। तिमीलाई बाटो देखाइदिएको मैले। हिँडिहाल त। यहाँबाट यो उकालो यो बाटै बाटो हिँड न अगाडि। भाइ तिमी हिँड त। राख्ने कि लाने कि? माथि लैजाऊ। ए ओ माथिबाट क्या चिज भन्दैछन् फेरि हो? क्या चिज? क्या बात है क्या बात है? बात में खाऊ दाल भात। हेलो गाइस, आज चाहिँ हामी यसो जङ्गल भ्रमण गर्न गइँदैछ हो। यहाँ हाम्रो नवीन भाइ, किच्ने दाजु होइन घिच्ने दाजु, अनि माथि जोसेफ दाजु हो, अनि हाम्रो चिन्डे बाउ। हामी यसरी चाहिँ आज यसरी भ्रमण गर्नु हिँडिँदैछौँ हो। त्यसैले गाइस यी हरियाली परियाली यस्तै छ। यहाँ दाजु हिँडिरहेको छन्। बाटो यही खालको छ है, एउटा दुईवटा पाइला अट्ने मात्रै बाटो छ यहाँ। त्यसैले है हामी चाहिँ अब जाँदैछौँ। आफै पनि चिप्लिँदैछु। रातभरि पानी परेको, अन्त यसरी पत्कर कुहिएकोले गर्दाखेरि चाहिँ यहाँनिर खुट्टा चाहिँ यस्तो भएर चिप्लिन्छ क्या। अन्त बुढो, अन्त के यसो बोल्दै हिँड्नु नि हो तपाईँको बारेमा क्या। यसो जिन्दगीको विषयमा त बताइदिनु कमसेकम। अरे जिन्दगी झन्ड है फिर भी घमंड है। काहे के लिए घमंड है? खाएको र हगेको मात्रै हो, त्यति साह्रो त टुमस त होइन होला हौ। कतिपल्ट हग्यो? हेर्नुहोस् कासी, रातिको पानीलाई चाहिँ यस्तो पहिरो गएको छ यहाँ। हाम्रो बाटो चाहिँ यही हो, बाटोमै पहिरो गएको रहेछ है। यस्तो पत्करमा चाहिँ चिप्लेर त अन्त यहाँबाट गयो भने त उताला पुगिँदैन फेरि। अडिँदैन नि यहाँ कहीँ पनि। हेर्नुहोस् है, ए होइन यो बाटै हो होइन, अर्को बाटोबाट ल्याएछ बुढोले मलाई। यहाँ हेर्नुहोस् है बाटो। भाइ वान मिस्टेक गेम ओभर भने जस्तै। यसरी सक्काको पत्तर कुहिएको छ कि खुट्टै अडिँदैन। यहाँबाट नभएर चाहिँ यो खासै बाटो कि अहिले यताबाट बनाएको छ फेरि। अब तपाईँलाई रमाइलो एउटा भ्यू पोइन्ट देखाउँछु ल म। हिँड न, के भयो? हिँड है त चाहिँ, हिँड न हौ, के भयो? माथि डाँडामा पुगौँ। हेर्नुहोस् है, अलिकति हल्का डाँडामा आइगयो छ यहाँ हाम्रो दाजुको घर। यो तोरीबारी गाउँ। अहिले म तपाईँलाई अर्को उयसमा देखाउँछु तपाईँलाई। माथि जुन चाहिँ मूल डाँडामा पुगेपछि त्यहाँबाट चाहिँ म तपाईँहरूलाई मेरो गाउँ दर्शन गराउँछु। कुतुर्के टिप्यो? यस। कति हो त कुतुर्के? यस्तो हुन्छ यहाँ देखाउँ। यसलाई भन्छ कुतुर्के? यस बस। म चाहिँ के कुतुर्के हो? हिँड न, यहाँबाट उकालो हिँड्छ सर्टकट हो। यताबाट नजाउँ कि यताबाट जानुपर्छ। चल 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 न यार। ओइ खोइ कोही त डल्लो परेछ, डल्ले नै हो। ओ भाइ चाहिँ कुतुर्के तपाईँले नाङ्दै हिँडेको नि त। लु
त्यो मलाई सबै ल जति नै भेट्छ त्यो चाहिँ सबै मलाई दिनु पर्यो नि फेरि नभए त म भिडियो भाइरल गर्दिनँ नि फेरि हेर्नुहोस् है यसरी पाउँछ कुत्रुके एउटा यहाँ पायो भने एउटा कुकुर के 3-4 किलोमिटरको दूरीमा पाइन्छ बुढो तल पनि छ हेर्नुहोस् है यसरी दुःख गरेर चाहिँ मान्छेले खोज्छ 40-50 रुपियाँ बिटा भन्छ त्यसलाई त त्यही बिटाले कुटेर मार्नु मन लाग्छ नि म त यस्तो भिडमा चाहिँ हामी यसो दुःख गरेर टिप्नुपर्छ होइन बिचरा भाइ बहिनीहरू छ अरू स्कुल पढ्ने नानीहरू यहाँ हेर्नुहोस् है भिरी पाखा हेर्नुहोस् है यो डडेल लागेको जग्गा है यस्तो भिडमा चाहिँ ऊ तल पुल छ यस्तो बाटोमा आएर चाहिँ नानीहरूले कति दुःख गर्छ होइन नानीहरूको दुःख चाहिँ अब त्यो कम्पनीमा काम गर्नेहरूले मतलब अब बिहान गयो बेलुका आयो पकायो खायो उनीहरूले डोकोमा ल्याएको चाहिँ त्यो दुःख बुझ्दैन क्या तर दुःख चाहिँ कति हुँदो रहेछ भन्ने कुरा चाहिँ आज मैले तपाईँहरूलाई चाहिँ फिलिङ गर्न खोजेको यो चाहिँ मैले लाइभ भिडियो गरेको छु यहाँ हेर्नुहोस् है उमाथि हेर्नु दाजु भाउजू यो डरेर लागेको जग्गा सबै हेर्नुहोस् यति दुःख कष्ट गरेर खोज्दाखेरि उनीहरूले 20 रुपियाँ 30 रुपियाँ बिटा त्यही पनि अब चिप्ले निग्रो भए त हुन्थ्यो नि कुतुरकै निग्रो चाहिँ 20 रुपियाँ 30 रुपियाँमा खोज्छ यत्रो दुःख गरेर चाहिँ हामीले कसरी दिन्छ त्यो नानीहरूले बिचरा एउटा यहाँनिर छ भने एउटा ऊ त्यो माथि जस्तोमा पाइन्छ त्यसलाई चाहिँ बटुरेर चाहिँ उनीहरूले एक मुठा बनाएर चाहिँ बेच्छन् 50-60 रुपियाँ 50 रुपियाँ भन्छन् होइन 50 रुपियाँ बिटा भनेपछि त 50 रुपियाँ त दिनु पऱ्यो नि त हौ दुःख पनि हेर्नु पऱ्यो होइन अनि यहाँ एउटा गाइस यहाँ हेर्नुहोस् है डल्ले च्याउ चाहिँ यसरी पाइँदो रहेछ है यहाँ हेर्नुहोस् है यसरी कोट्याउनु पर्छ है यो चाहिँ अरूलाई थाहा हुँदैन कि जो चाहिँ च्याउरासी छ नि त्यसलाई मात्रै थाहा हुन्छ च्याउरासीहरूलाई मात्रै थाहा हुन्छ तेरो यी साथीको राशि पनि च्याउ राशि रहेछ लु भेट्यो उसले पनि यसरी है भाउजूले ऊ यहाँ तल खोज्नु हुँदैछ यहाँ हाम्रो नवीन भाइ हेलो गरिदिउ न भाउजू हेलो गर्नु हेलो यता ओ बाजी हेलो गर्नु हेलो हेलो त गर्नु न कमसेकम ढुङ्गाल दिउँ यहाँ हेर्नुहोस् है यता हल्यो यी यत्रो यसलाई चाहिँ भन्छ डल्ले च्याउ डल्लो मसरुम तपाईँलाई जुम गरेर देखाउँदैछु डल्लो मसरुम मतलब बटम मसरुम चाहिँ यसलाई भन्छ यो चाहिँ जङ्गली हो यो चाहिँ अर्ग्यानिक चाहिँ यसलाई भन्छ यो काली झोडामा त्यहाँनिर के अरे उयो क्या चिज त्यो उयो हौ ओ सुकेको रम्बीमा पाउने चाहिँ त्यो चाहिँ अब त्यो चाहिँ डुप्लिकेट आर्टिफिसियल हो यो भनेको चाहिँ तपाईँको नेचुरल हो नेचुरल यो आर्टिफिसियल होइन यो नेचुरल हो अर्ग्यानिक देख्नुभयो होला है र गाइस आज जङ्गलको विवरण चाहिँ म यसरी दिँदै गर्छु है अहिलेको एपिसोडबाट चाहिँ यति नै होला यहाँ हेर्नुहोस् है लागि परेको छ नि सबैजना हेर्नुहोस् है यो लागि परेको छन्